मणि पद में हूँ, ओम मणि पद में हूँ। हिमालको काखमा बसेको देश, हजारौं वर्ष पुरानो सभ्यता बोकेको भूमि, यही हो अराल नेपाल। किराँतहरूको शासनबाट सुरु भएको नेपालको इतिहास धर्म, संस्कृति र सभ्यताको सङ्गम बनेर विकसित भयो। लिच्छवी कालमा नेपाल कला, व्यापार र ज्ञानको केन्द्र बन्यो। चीन र भारतसँग सम्बन्ध विस्तार भयो। मल्लकाल अञ्चली कला, वास्तुकला र संस्कृतिको स्वर्ण युग। तर राज्यहरू विभाजित हुँदा शक्ति कमजोर बन्दै गयो। 18औं शताब्दीमा गोर्खाका राजा पृथ्वीनारायण शाह उदाए। विभाजित राज्यहरूलाई एकतामा बाँध्दै आधुनिक नेपालको जन्म भयो। शक्तिको केन्द्र दरबारमा सीमित भयो। 1 शताब्दी लामो राणा शासनले देशलाई बाहिरी संसारबाट अलग राख्यो। 2007 सालपन जनआन्दोलनले प्रजातन्त्रको ढोका खोल्यो। नेपाली जनता राजनीतिक चेतनातर्फ अघि बढे। जनताको सङ्घर्षले बहुदलीय व्यवस्था फर्कायो। दशकौंको द्वन्द्वपछि नयाँ नेपाल निर्माणको यात्रा सुरु भयो। 2008मा राजतन्त्र अन्त्य भयो। नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्यो। परिवर्तनको निरन्तर यात्रामा अघि बढ्दै। इतिहास केवल विगत होइन, भविष्य निर्माण गर्ने प्रेरणा हो। यो कथा हो हाम्रो नेपाल।